पनि बनाउने हो कि भिडियो बाटोमा घन्टौँ लाउने रहेछ भाइ सब्जीहरूले। भारी भारी तल पो राख्नुपर्ने रहेछ। देख्दैन क्या हावाले पनि नढाल्ने खाले बनाएको त्यो अग्लो एकैछिन निकै तल छ। कस्तो भिरालो छ है साथीहरूले हाम्रो फोटो खिच्दैछन् यस्तो भिरालो ठाउँमा। यहाँदेखि एकपल्ट तल गुड्केर गएपछि मान्छेको हत्तपत्त हुँदैन। हेर्नुहोस् यस्तो तल छ यहाँदेखि त्यता माथि। अब लगभग हामी कालिम्पोङ पुग्न आँटेको छौँ। तल धेरै उता नजाउँ हौ, धेरै भिरालो छ। अलि मास्तिर आउने आउ न, मास्तिर नि उक्ल न बाबा। चाहिँ हाम्रो दिदीहरू हिँड्दै हुनुहुन्छ। यसरी गरे हुन्छ हामी 3 घण्टामा पनि पुग्दैन। आउ त साथीहरू हिँड्दै हुनुहुन्छ कालिम्पोङ भगवती दर्शन गर्न। त्यो अग्लो बाटो चढिसकेको छौँ हामी। गुराँसै गुराँस छ यहाँ। यस्तो यस्तो बाटो छ। ओ माइ गॉड, साथीहरू सबै पछाडि, म चाहिँ अगाडि अगाडि हिँड्दैछु। यस्तो यसरी टेकेर लाली गुराँस यस्तो मजाको छ। सबै बनाएको रहेछ, हेर्न सक्छौँ। पुरै यहाँ मान्छेहरूले यो बनाएकोहरू हेर्न सक्छौँ। साथीहरू यस्तो बाटोमा चढ्दैछ यहाँदेखि। कस्तो भिरालो छ यहाँ। यस्तो पुरै पहाडको बाटो यहाँदेखि चिप्लियो भने एकैपल्टमा तल गइन्छ। गाइज हेर्नुहोस् यस्तो बाटो चढ्नै गाह्रो छ यहाँलाई। यतापट्टिको बाटो भएर म चढिरहेको छु यहाँदेखि। यस्तो बाटो ओ गाइज, सिसै साह्रै यहाँदेखि। ओ गाह्रो बाटोमा चाहिँ चढेको। ओ माई गॉड, ए उहाँहरू चाहिँ यताबाट राम्रो बाटो आउनुभयो।
सिधै यहाँबाट यस्तो बाटो आइपुग्यो। ओ साथीहरू बाटो हामी चढ्दैछौँ। यहाँबाट खोला रहेछ। झरना। ओ माई गॉड। ए यस्तो तल रहेछ यहाँदेखि। झरना, यो सानो झरना हो। यहाँ चाहिँ ठाउँ ठाउँमा यस्तो बनाएको रहेछन्। Gatiku nyatakan pa ini usulkan godi tadi cetle kan ada tangan tadi cetle sak tanam खाएको छ भके अन्डा खजा खाने में गुर्दो निरल कदम चलाउन हाना लतारते न्याला बाम न्यालम न्याला तको दिन एनर्जी नाति हैन रनिङ कतै बुरो रिँदैछ दाको जरो कन हाय न्यालसान हो डार्न यहाँ पे गाते को लगो लगो रिमिल चितान रहे सेटर कना केबल कर रहा स्टेशन है न्याला बतर के न्याला कना न्याला तार सिद्धो नुका दाणांग डहार हानन का तो चुरु कना जो कना अडी नगाई नगाई ना नंदुरु जिरो कना मी घड़ी और हाइन तरामी दिया अडी चढ्दै हैन र अब हामी यहाँ हेर्नु यो स्टेसन पुगिसक्यौं ओर्लिनु पर्ने हो यो कालिन्चोक भगवतीको अलिकति हिँडेपछि हामी पुग्छौं अब देखि चाहिँ अलिकति अगाडि गयो भने उतै देखिएको त्यो स्टेसन हो अब हामी यताको यो बाटो लाग्दैछौँ यहाँ दिदीहरू आउँदै हुनुहुन्छ हिँड्दा हिँड्दै थाकिसक्नु भएको छ उहाँहरू ल फाइनली हामी कालिन्चोक माताको गेटमा पुगिसक्यौं माताको आशीर्वादलाई आउन सक्दैन भन्ने लागेको तर पुगेछौं ओ माय ल ल आइपुग्यो माताको दरबारमा आइपुग्यो ल जय हो कालिन्चोक माता केटा राम्रो आउँछ है साइड गरेर फाइनली गाइज चाहिँ कालिन्चोक भगवतीको मन्दिरमा पुग्यो यहाँ चाहिँ पहिलो दर्शन गर्ने ठाउँ त्यसपछि हामी क्रमैसँग यहाँ चाहिँ यहाँ दान बाकस हेरिरहेछ यो पाठी यता नरिवल भोग लगाउने छ यहाँ बलि चढाउने यहाँबाट चाहिँ यता हाम्रो अगाडिको मेन मन्दिर रहेको छ यहाँ चाहिँ मेन मन्दिर रहेको छ
यहाँको चाहिँ कालिम्पोङको मूल मन्दिर भित्र चाहिँ हेर्न सक्छौँ। फाइनली गाइज कालिम्पोङ भगवती माता माता कालिम्पोङ भगवती मन्दिर। अब चाहिँ हामी फर्किरहेको छौँ। यो साँझको स्थिति हो। यो यसलाई थाहा थियो कि अब प्रधानमन्त्री शेरबहादुर देव भन्छन्, त्यही भएर उसले शेरबहादुर देवलाई पुरी बजार पुरै उसको हरेक त्यही भएर मान्छे त्यसरी नबस्नु भने हाम्रो साथीहरू यसरी बसिरहेको छ। त्यही भएर उफ्रिँदा नि हो हुन्थ्यो नि त मान्छे मेरो मोबाइल हाल्नु यसमा लामा राख्नु न यसमा हुँदैन फाइल्स भन्दा खतरा उठ्नु साँझको स्थिति यस्तो छ पुरी बजारको। यो दृश्य हेर्न सक्छौँ। बस्नु न हामी जङ्गलको बाटो यस्तो हिँड्दैछौँ। पहाडको बाटो यस्तो भिरालो बाटो धेरै प्रवृत्ति भनेको नि यो अब हुनु चाहिँ हो। डरले हो नेपालभरिमा एउटा राम्रो यो खरिद बिक्री केन्द्र बनाएको